हेलो साथीहरु, स्वागत छ आजको यस भिडियोमा। फेरि पनि मैले तपाईहरुलाई लिएर आइसकेको छु एउटा नयाँ भिडियो। र यहाँ चाहिँ देख्न सक्नुहुन्छ साथीहरुले चाहिँ लक्ष्मी लघु वित्त वित्तीय संस्था लिमिटेडको चाहिँ पाठ्यक्रम। र यसमा चाहिँ तपाईहरुले पाठ्यक्रम मात्र हैन, यससँगको रिलेटेड एक्जाम क्वेशन्सहरु के कस्तो आउँछ त्यो कुराहरु पनि तपाईहरुलाई चाहिँ आज म देखाउने छु। सो यो चाहिँ सहायक पदको छ। यसमा त तपाईले नेपाली या इंग्लिश जुनसुकै मिडियममा लेख्न सक्नुहुन्छ है त साथीहरु। यो चाहिँ प्रथम पत्रको लागि भनेर यसरी निकालेको छ। यहाँ चाहिँ टपिक रहेको छ नेपालको ग्रामीण अर्थतन्त्र, गरिबी निवारण र लघु वित्त। नम्बर 1 मा रहेको छ नेपालको आर्थिक संरचना विशेषता र त्यसमा ग्रामीण र कृषि क्षेत्रको योगदान भनेर रहेको छ। त्यसैगरी 2 मा रहेको छ नेपालको आर्थिक विकासका लागि लिएका नीतिगत प्रयासहरू, कमजोरी र समाधानका उपायहरू। त्यसैगरी गरिबीको परिभाषा, गरिबीका प्रमुख कारणहरू, गरिबी न्यूनीकरणका उपायहरू तथा गरिबी न्यूनीकरण तथा महिला सशक्तिकरणमा लघु वित्तको के भूमिका रहन्छ त है। 4 मा छ नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अवस्था तथा विशेषता भनेर रहेको छ। त्यसैगरी 5 मा छ केन्द्रीय बैंक लगायत बैंक तथा वित्तीय संस्थाहरू सम्बन्धी जानकारी भनेर रहेको छ। 6 मा रहेको छ लघु वित्तको सामान्य जानकारी, लघु वित्त क्षेत्रका चुनौती तथा अवसरहरू र वित्तीय पहुँच अभिवृद्धिमा लघु वित्त संस्थाको भूमिका भनेर रहेको छ। त्यसैगरी दोस्रो पत्र रहेछ। यहाँ दुईटा पत्र हुनेछन्। द्वितीयमा चाहिँ तपाईको सामान्य ज्ञान, लेखा व्यवस्थापन र गणित रहनेछ। र यसमा चाहिँ गणितमा सबैभन्दा पहिला गणितको क्वेशन राखेको छ। एक नियम, नाफा नोक्सान, प्रतिशत, भिन्न, समीकरण, साधारण ब्याज, अनुपात, समानुपात, बजेट आउनेछ गणितबाट। भनेपछि लेखाबाट आउँछ लेखा प्रणालीको जानकारी, दोहोरो लेखा प्रणाली, गोस्वारा भौचर, ह्रासकट्टी, सन्तुलन परीक्षण, वारसलाद, नाफा नोक्सान हिसाब, व्यवस्थापन सूचना प्रणाली है। त्यसैगरी 3 मा छ व्यवस्थापनका सिद्धान्त, ग्राहक सम्बन्ध, उत्प्रेरणा, सञ्चार, कार्यालय व्यवस्थापन, टिप्पणी, पत्राचार, फाइलिङ भनेर रहेको छ। र त्यसपछि 4 मा रहेको छ सामान्य ज्ञान। सामान्य ज्ञानमा के आउँछ भन्दाखेरि क नम्बरमा रहेको छ नेपालको संवैधानिक, ऐतिहासिक, भौगोलिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक, वैज्ञानिक, धार्मिक, मनोरञ्जन। र ख मा रहेको छ केन्द्रीय बैंक लगायत बैंक तथा वित्तीय संस्था सम्बन्धी ज्ञान। र ग मा रहेको छ प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना सम्बन्धी साधारण ज्ञान हो। यसरी चाहिँ सामान्य ज्ञानहरू चाहिँ यसरी आउने गर्छन् है त साथीहरु। यो भर्खरै निकालेको हो सिलेबस हो 2083 3 को महिना 10 गते। त साथीहरुले यो सिलेबस त पाइसक्नु भएको होला। र अब हेरौं केही महत्त्वपूर्ण क्वेशन्सहरु। र यहाँ रहेको छ केही महत्त्वपूर्ण क्वेशन्सहरु। यो चाहिँ अब लक्ष्मी लघु वित्त वित्तीय संस्था लिमिटेड सहायक पदको लिखित परीक्षा प्रश्न पत्र। यहाँ चाहिँ फ्लाइङ कन्टेन्ट मार्क्सको होला। समय तपाईको 2 घण्टा लेखिएको छ, तलमाथि पनि हुन सक्छ है। र यसमा लेखेको छ सही प्रश्न अनिवार्य छन्, प्रत्येक खण्डको पूर्णाङ्क सोही खण्डको दाहिने कुनामा यता लेखिएको छ भनेको छ। र यहाँ चाहिँ खण्ड 1 मा चाहिँ नेपालको ग्रामीण अर्थतन्त्र, गरिबी निवारण र लघु वित्त सम्बन्धी। र 1 मा रहेको छ नेपालको आर्थिक संरचना कस्तो छ या के हो हैन। र त्यसपछि नेपालको आर्थिक विकासमा कृषि क्षेत्रको योगदानका बारेमा चाहिँ चर्चा गर्नुहोस् भनेको छ। त्यसैगरी 2 मा रहेको छ नेपालमा गरिबीको अवस्था, गरिबीका प्रमुख कारणहरू, गरिबी न्यूनीकरणका उपाय र लघु वित्त संस्थाहरूको भूमिका महिला सशक्तिकरणमा कस्तो रहन्छ त त्यसलाई चाहिँ उल्लेख गर्नुहोस् भनेर चाहिँ सोधेको छ। त्यसपछि खण्ड 2 मा रहेको छ बैंक तथा वित्तीय संस्था सम्बन्धी ज्ञान। लघु वित्त संस्था भनेको के हो, लघु वित्त संस्थाको उद्देश्य, कार्य, चुनौती तथा अवसरहरूको व्याख्या गर्नुहोस् भनेर रहेको छ। त्यसपछि 4 मा रहेको छ नेपाल राष्ट्र बैंकको भूमिका र कार्यहरू उल्लेख गर्नुहोस्। वाणिज्य बैंक र लघु वित्त संस्था बीचको भिन्नता लेख्नुहोस्। के चाहिँ फरक छ बैंकहरू र लघु वित्तको बारेमा। त्यसपछि खण्ड 3 मा रहेको छ सामान्य ज्ञान, लेखा र गणित।
यसमा रहेको छ देखाएका लेखा सम्बन्धी को कार्य के चाहिँ पदहरूको चाहिँ व्याख्या उदाहरणसहित गर्नुहोस् भनेको छ। यो चाहिँ जनरल भनेर रहेको छ। जनरल चाहिँ अब त्यसपछि लेजर, त्यसपछि ट्रायल ब्यालेन्स, त्यसपछि नाफा नोक्सान खाता, त्यसपछि वित्तीय स्थिति विवरण ब्यालेन्स सिट। यो जनरल चाहिँ भाउचर हो। जनरल भाउचरको बारेमा चाहिँ लेख्नुहोस्, त्यहाँ छुटेको छ साथीहरू। त्यसै गरी 6 मा रहेको छ देखाएका गणितीय प्रश्नहरूको हल गर्नुहोस् भनेको छ। अब यहाँ सामान्य गणितको क्वेसन्सहरू राखेको छ, जसमा चाहिँ क नम्बरमा रु 1 लाखमा 10% वार्षिक दरले 3 वर्षको लागि साधारण ब्याज निकाल्नुहोस् भनेको छ। त्यसपछि खमा रहेको छ रु 50,000मा 8% वार्षिक दरले 2 वर्षको चक्रीय ब्याज निकाल्नुहोस् भनेको छ। त्यसै गरी गमा रहेको छ रु 72लाई 3:5:4 को अनुपातमा भाग गर्नुहोस् भनेको छ है। त्यसै गरी अब खण्ड 4 मा रहेको छ व्यवस्थापन तथा समसामयिक ज्ञान भनेर रहेको छ। यसमा चाहिँ 7 नम्बर ग्राहक सम्बन्ध व्यवस्थापन कस्टमर रिलेसन म्यानेजमेन्टको व्याख्या गर्नुहोस् भनेको छ। र लघु वित्त संस्थामा ग्राहक सेवा किन महत्त्वपूर्ण छ। र 8 मा रहेको छ तलका विषयहरूमध्ये कुनै 5 वटामा छोटो टिप्पणी लेख्नुहोस् भनेको छ। कार्यालय व्यवस्थापनको बारेमा छोटो टिप्पणी लेख्ने, सञ्चारको बारेमा लेख्ने, फाइलिङ प्रणालीको बारेमा लेख्ने, पत्राचारको बारेमा लेख्ने, प्रेरणा अनि नेतृत्व, त्यसपछि व्यवस्थापन सूचना प्रणाली म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको बारेमा चाहिँ लेख्नुहोस् भनेको छ। अब यो चाहिँ क्वेसन्सहरू हो साथीहरू। सकेसम्म पहिला चाहिँ आफैले नै खोज्नुपर्छ क्वेसन्सको एन्सर। तपाईँ आफैले खोज्यो भने त्यो चाहिँ क्रिएटिभिटी त्यसमा मिलेको हुन्छ, अनि तपाईँलाई चाहिँ थाहा पनि हुन्छ कहाँबाट तपाईँले यो खोज्नुभयो, कहाँबाट तपाईँले भेटाउनु भयो हैन, अनि तपाईँलाई याद पनि हुन्छ। अब मैले तपाईँलाई सर यसकै एन्सर्सहरू बताइदिएँ भने फटाफट हेऱ्यो एकछिनपछि बिर्सिहाल्नुहुन्छ। सो यही क्वेसन मात्रै आउँछ भन्ने छैन, क्वेसन्सहरू डिफ्रेन्स आउन सक्छ। यो क्वेसन्स मैले बनाएको हो हैन, तपाईँहरूले अरू पनि यस्तै यही क्वेसन्समा अन्य क्वेसन्सहरू यो पनि आउन सक्छ है भनेर बनाएर अगाडि बढ्न सक्नुहुन्छ। सो तपाईँहरूलाई चाहिँ आजको यो भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नुभयो। ओके, बाई बाई, सी यु इन द नेक्स्ट भिडियो।